हेलो साथीहरू, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु हैन। आजको मेरो दिनको सुरुवात हुन्छ बारीमा गएर फर्सीको गड्डा टिपेर ल्याएँ अनि कान्छीलाई पकाउन भनेर दिएँ। त्यसपछि लागे म बारीमा काम गर्नको लागि। सर्ट लगाउँदैछु म चाहिँ हैन। अनि बारीमा दाल छर्नु पर्ने नि त, अनि कति धेरै घारी भइरहेछ नि त। अनि लुडी पनि जोत्नु पर्ने छ, त्यही भएर हामी चाहिँ फाड्न लाग्यौँ दुईजना भएर। अनि बुढाबुढी नै भएर फाड्न लागेको हामी चाहिँ। अनि एकदमै धेरै झारहरू चाहिँ धेरै उम्रिरहेको छ क्या। अनि हामी चाहिँ सफा गर्दैछौँ यसरी सोर्दै। अनि यति गरिसकेर चाहिँ हाम्रो काम भनेको गोरुले जोत्ने अनि फेरि बारीमा अनि दाल छर्ने काम हो क्या हाम्रो चाहिँ। अनि त्यसपछि मलाई तिर्खा लाग्यो अनि कान्छीले पानी ल्याइदिनु भयो। अनि पानी लिएर हामीले चाहिँ दुईजनाले नै पानी खायौँ। मेरो बुढाले चाहिँ यसरी रुखमा चढेर रुखहरू ढाल्दै हुनुहुन्छ। यसै सिमलीको बोटो क्या, सिमली ढाल्दै हुनुहुन्छ। अनि कति धेरै घारी थियो नि त, अहिले त सफा भयो। अनि यो चाहिँ इन्द्रेणी हो, तर मैले खाएको चाहिँ छैन कस्तो हुन्छ भनेर। अनि हामीले चाहिँ घाँस काट्दै भेटायौँ क्या। अनि त्यस पछाडि लाग्यो म चाहिँ घाँस काट्नतिर। अनि घाँस काटेर म चाहिँ अलिकति घाँस काट्छु, भित्ता पनि फाट्छु भनेर गरेँ। अनि मलाई चाहिँ फेरि भारी बाँध्नै झ्याउ लाग्छ क्या। अनि भारी बाँधिदिनु न भनेर अनि मुठा बाँध्नु लगाएँ। अनि मुठा बाँधेर हामी दुईजनाले लिएर चाहिँ गयौँ घरतिर। अनि 9-10 बजिसकेको थियो क्या साथीहरू यतिखेरसम्म चाहिँ। अनि गएर मैले घाँस हालिदिएको, कस्तो मेरो त हातै काटी गएछ क्या, साइडमा अलिकति काटिदिइ गयो। अनि म देखाउँदैछु। त्यस पछाडि खाना खाएर म चाहिँ लागेँ गोठालो। अनि फेरि गोठालो गएर आएँ 4 बजी। अनि त्यहाँदेखि मेरो फोनमा चाहिँ चार्जै सक्यो क्या साथीहरू। अनि मैले केही पनि सुट गर्न पाइनँ। अनि यति नै हो आजको मेरो ब्लग चाहिँ। अनि सबैजनालाई के भन्न चाहन्छु भने मलाई फलो गर्नु होला।